नमस्कार दर्शक साथीहरू, आज हामी तपाईहरुको लागि नेपाली फिल्म जगतको एउटा रोचक खबर लिएर आएका छौं। दीपक राज गिरी र एक्सन स्टार समीर भट्ट बीचको बक्स अफिस भिडन्त फेरि हुने भएको छ। दीपक राज गिरी हाल आफ्नो साथी कलाकार दीपाश्री निरौला र जितु नेपालसँग मिलेर अमेरिकाका विभिन्न राज्यहरूमा कार्यक्रम प्रस्तुत गर्दैछन्। अमेरिकामै दशैं मनाएका दीपकले नेपालमा रिलिज भएका दशैं फिल्महरूको बक्स अफिस व्यापार नजिकबाट अवलोकन गरेका छन्। यस वर्ष दशैंमा 3वटा फिल्महरू रिलिज भएका थिए, बलिदान, माइती घर र हरिबहादुरको जुत्ता। समीर भट्ट अभिनीत फिल्म बलिदानबाट धेरै आशा गरिएको थियो। सन्तोष सेनको निर्देशनमा बनेको फिल्म बलिदानले राम्रो व्यापार गरिरहेको छ, तर अपेक्षा अनुसार भने छैन। फिल्म एक हप्ताभित्रै सुस्ताएको छ। यसपटक समीर भट्टको एक्सनले दर्शकलाई पूर्ण रूपमा मनाउन सकेन। बलिदानको स्लोडाउन देखेपछि दीपक राज गिरीले अमेरिकाबाटै आफ्नो अर्को फिल्म घोषणा गरेका छन्। उनले अर्को दशैंमा आफ्नो नयाँ फिल्म रिलिज गर्ने जानकारी दिएका छन्। दीपाश्री निरौलाका अनुसार यसपटक उनीहरूले छक्का पञ्जा बनाउने छैनन्। दीपकको टोलीले फरक कथामा काम गरिरहेको छ र यसपटक अर्को निर्देशक रोज्ने भएका छन्। जितु नेपाल पनि यस प्रोजेक्टमा सामेल हुने पुष्टि गरेका छन्। समीर भट्टले केही दिन अघि मिडियासँग अन्तर्वार्तामा पुष्टि गरेका थिए कि उनी 12 गाउँको सिक्वेलमा काम गर्ने भएका छन् र यो आगामी दशैंमा रिलिज हुनेछ। निर्देशक विराज भट्टले भने आधिकारिक रूपमा रिलिज मिति घोषणा नगरे पनि समीरले आफ्नो बुबा विराज भट्टसँग सिक्वेलमा काम गर्ने पुष्टि गरिसकेका छन्। त्यसपछि दीपक राज गिरीले पनि आफ्नो आगामी फिल्म दशैंमै रिलिज गर्ने घोषणा गरेका हुन्। यो दोस्रो पटक दीपक राज गिरी र समीर भट्ट बक्स अफिसमा भिड्ने भएका हुन्। समीरको डेब्यू फिल्म 12 गाउँ र छक्का पञ्जा 5 को भिडन्तमा आलोचकहरूको नकारात्मक समीक्षाको बावजुद समीरको फिल्म ब्लकबस्टर बनेको थियो। समीरको एक्सन र लुक्सले दर्शकलाई सिनेमा हलसम्म तान्न सफल भयो र 12 गाउँको व्यापारले छक्का पञ्जा 5 लाई नराम्रो असर पारेको थियो। अमेरिका जानु अघि दीपक राज गिरीले पनि यो कुरा स्वीकारेका थिए कि 12 गाउँको व्यापारले छक्का पञ्जा 5 लाई असर परेको थियो। दीपकले भने, यदि हाम्रो फिल्ममा यति धेरै नकारात्मक आक्रमण नभएको भए हामीले अझ धेरै व्यापार गर्ने थियौँ। हाम्रो फिल्मले आलोचक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो, तर 12 गाउँ टिमले हामीलाई साइबर आक्रमण गरेको थियो, जसले हाम्रो व्यापारलाई केही हदसम्म असर पारेको थियो। अब हेर्ने कुरा के हो भने अर्को दशैंमा यो भिडन्तमा को विजयी हुनेछन्। फेरि समीर भट्ट नै विजयी हुन्छन् कि दीपक राज गिरीले समीरलाई पछाड्नेछन् बक्स अफिसमा।